79% मानिस आज पनि फल गलत तरिकाले खान्छन्। 30 वर्ष बाँचिसकेपछि बल्ल थाहा भयो कि फल सही तरिकाले कसरी खाने रहेछ। साधारण मानिसले लिचीलाई सिधै नङले फाड्छन्, हात चिपचिपो, रस खेर र मुड अफ। तर प्रो मानिस के गर्छन्? लिचीलाई हल्का घुमाउँदा एउटा पातलो रेखा देखिन्छ। त्यस रेखाको दुवैपट्टि हल्का थिच्नुहोस्, बस लिची खुल्यो। तरबुज त यसरी नै काट्नुहुन्छ होला है। अब सुन्नुहोस्, आधा काट्नुहोस्, त्यसपछि तेर्सो र ठाडो स्लाइस गर्नुहोस् अनि सजिलै खानुहोस्। न अनुहारमा रस, अंगुर तास्न झन्झट लाग्छ, बस टुथपिकले दुवै छेउ हल्का स्क्रैच गर्नुहोस्, छाल बाहिर निकाल्नुहोस् र टुथपिकले खानुहोस्। बच्चाहरूका लागि उत्तम। अननास काट्नुहुन्छ, माथि तल काट्नुहोस्, 2 भाग गर्नुहोस्। अब यसको ढाँचा अनुसार पहिले आडी अनि ठाडो काटेर खानुहोस्, सफा, रसरहित र बिना झन्झट। ड्र्यागन फ्रुटलाई बीचमा काट्नुहोस्, 3 स्ट्रेट कट र 2 क्रस कट गर्नुहोस्, त्यसपछि छालको वरिपरि घुमाएर निकाल्नुहोस् र टुथपिकले खानुहोस्, सफा, स्टाइलिश र बिना गडबडी। यी फ्रुट ह्याक्स कस्ता लागे? यदि तपाई पनि यस्तै टिप्स सिक्न चाहनुहुन्छ भने आईडी फलो गर्न नभुल्नुहोस् र लाइक गर्न पैसा लाग्दैन, लाइक र शेयर अवश्य गर्नुहोस्।